यस कार्यक्रमको मुख्य सेसनतर्फ प्रवेश गर्न चाहन्छु। हाम्रो पहिलो वक्ता हुनुहुन्छ निगम हुमागाईज्यू। उहाँ संस्थापक अध्यक्ष हुनुहुन्छ नागरिक समूहबाट। उहाँको थोरै कुरा म राख्न चाहन्छु। निगम हुमागाईज्यू नागरिक समूहका संस्थापक अध्यक्ष हुनुहुन्छ। त्यसै गरी युवा अभियन्ता हुमागाई लामो समयदेखि उद्यमशीलता, राष्ट्रियता, समाज सेवा, नेतृत्व विकास लगायतका क्षेत्रमा क्रियाशील हुनुहुन्छ। त्यसर्थ उहाँलाई जोरदार तालिका साथ स्वागत गरौँ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस कार्यक्रमका सभापति नागरिक समूहका अध्यक्ष आदरणीय विष्णु दाहालज्यू, सम्माननीय पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठज्यू, महिला उद्यमी एवं उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष आदरणीय भवानी राणाज्यू, ब्याङ्कर समाजसेवी आदरणीय व्यक्तित्व मनोज गेवालीज्यू, परराष्ट्रविद आदरणीय डाक्टर विश्वनाथ पाण्डेज्यू, अधिवक्ता डाक्टर आस्था दाहालज्यू, लेखक हरश्याम सर, यो ठुलो जेएनजी मुभमेन्ट र मुभमेन्टको एकजना महत्त्वपूर्ण व्यक्तित्व जेएनजी लिडर आदरणीय मिराज ढुङ्गानाज्यू, उपस्थित मेरा सम्पूर्ण आदरणीय विशिष्ट व्यक्तित्वज्यूहरू, पत्रकारज्यूहरू, नागरिक समूहका साथीहरू, सबैमा हार्दिक न्यानो आदर नमस्कार। सबैभन्दा पहिला म यो आजको विशेष समयमा यो कार्यक्रम आयोजना गर्नुभएकोमा नागरिक समूहप्रति, अध्यक्षज्यूप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु। अहिले देश वास्तवमा अत्यन्तै गम्भीर मोडमा रहेको छ। सिंहदरबार चलेको छ, सर्वोच्च अदालत चलेको छ, सार्वजनिक सम्पत्तिहरू चलेका छन्, व्यक्तिका घरहरू नष्ट भएका छन्। यति मात्रै होइन, आदरणीय उपस्थित व्यक्तित्वहरू, तपाईँहरूले गएर हेर्न सक्नुहुन्छ, पशुपति क्षेत्र विकास कोषको अफिस खरानी भएको छ र त्यो खरानी बनाउने टिम पशुपति ध्वस्त गर्न अगाडि बढ्दै थियो। वास्तवमा छोटो समयको सूचनाको बिचमा सेनाले घेरेर पशुपति जोगाउन सफल भयो। हामी कल्पना गरौँ, सिंहदरबार र सर्वोच्चको साथसाथमा यदि पशुपति खरानी भएको भए आज देशको हालत के हुन्थ्यो। यो देशलाई गम्भीर गृहयुद्धमा पुर्याउने षड्यन्त्रबाट आज मुलुक जोगिएको छ। त्यसैले हामी अत्यन्त गम्भीर हुनुपर्ने छ। एकातिर 7 सालदेखिका जनताका परिवर्तनका चाहनाहरू पुरा हुन सकेका छैनन्। त्यही परिवर्तनको चाहना पुरा नभएर नेपालको नयाँ पुस्ताले विद्रोह गर्न परेको अवस्था थियो। जेएनजी विद्रोह कुनै तत्काल भएको कुनै षड्यन्त्रको रूपमा मात्रै जेएनजी विद्रोहलाई अर्थ्याउन मिल्ने अवस्था छैन। जेएनजी विद्रोह कुशासनको प्रतीक थियो, एउटा चरम बेतिथि, सुशासनको अभाव, भ्रष्टाचार र वास्तवमा 2007 सालदेखि नेपाली जनताको संविधान सभाद्वारा संविधान प्राप्त गर्ने सपना एकातिर हेर्ने हो भने पुरा भयो, अर्कोतिर हामीले संविधान निर्माण गर्दा यस्तो किसिमको संविधान निर्माण गर्यौं कि जुन संविधानले नेपाललाई निकास दिन सकेको अवस्था छैन। यो आज जिब्रो नचबाइकन दुईटा कुरा म स्पष्ट यहाँको बिचमा राख्न चाहन्छु। किनभने यो अवस्था, व्यवस्था र निकास भन्ने शीर्षकको यो कार्यक्रम भएको कारणले एकातिर ठुलो सङ्घर्ष, त्याग र बलिदानद्वारा निर्माण गरेको संविधान छ। यो संविधानमाथि प्रश्न गर्दाखेरि यो संविधानै विरोधी हो कि यसले संविधानै सिद्ध्याउने कुरा गर्यो कि भन्ने अर्थाउने एउटा जमात छ भने, अर्कोतिर यो संविधान कस्तो छ भने हाम्रो यो संविधानभित्रको निर्वाचन प्रणालीहरू, यो निर्वाचन प्रणालीले कसैले पनि स्पष्ट बहुमत लिएर आउन सक्ने हाम्रो निर्वाचन प्रणाली छैन। हामीले संघीयताको विषयमा आज भन्दै पर्छ, हामी संघीयता विरोधी होइनौँ, तर यो अहिलेको जुन खर्चिलो संघीयता प्रणाली छ यसप्रति जनताको चरम असन्तुष्टि छ। हामीले समावेशी समानुपातिक जुन पद्धति छ, यो समावेशी समानुपातिक पद्धतिको हामी सम्मान गर्छौँ। हामी सबै जाति, वर्ग, भाषा, लिङ्ग, भेग, समुदाय, सबै थरका नेपालीहरूको यो साझा देश हो। सबैको समान अनुभूति होस्, प्रत्याभूति होस्, सबैले नेतृत्व गरोस् यो मुलुकको भन्ने चाहन्छौँ। तर हामी समावेशी र समानुपातिक नाममा राखिएका कोटाहरू बेचेर अर्काले पैसा खाओस् र धनी बनोस् भन्ने हामी चाहँदैनौँ। त्यस कारणले गर्दा यो सिङ्गो प्रणाली बदल गर्ने अवस्था छ। हामीले सुशासन चाहेका छौँ, हामीले भ्रष्टाचार मुक्त समाज चाहेका छौँ। नयाँ पुस्ताले नेपालमा आफ्नो नवीन भविष्य खोजेका छन्, रोजगारी खोजेका छन्, उद्योग धन्दा खोजेका छन्। हेर्नुहोस् त, त्यो उद्योगी व्यवसायको के गल्ती थियो? सबै एनआरएनलाई एकट्ठा गराउँछु भनेर एनआरएन खोल्ने, नेपालमा लगानी भित्राउने मान्छेको घर ध्वस्त पारिएको छ। भाटभट्टी लगायतका धेरै उद्योगहरूमाथि आक्रमण गरिएको छ। उनीहरूले ट्याक्स तिरेका छैनन्, करको दायरामा आएका छैनन्, गलत गरेका छन् भने त्यो सम्पत्तिलाई राष्ट्रियकरण गरौँ न, त्यो त्यसलाई देशको नाममा राखौँ न। तर किन त्यो सम्पत्ति ध्वस्त बनाउनु? आखिर हेर्नुहोस् त, आज कति ठुलो एउटा लगानीको वातावरण आज पछाडि लगानी गर्न मान्छे हिचकिचाइरहेको अवस्था छ।
त्यसकारणले यो दुईटा कुरा आज म आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। यो सरकार अरू जस्तो नर्मल सरकार होइन। यो आन्दोलनको जगमा बनेको नेपाली जनताको र युवाहरूको परिवर्तनको सपना पुरा गर्नुपर्ने अभिभावना बोकेको सरकार छ। यो सरकारले हाम्रो काम चुनाव गराउने मात्रै हो भनेर सुख पाउँदैन। चुनावको साथसाथमा जेएनजीले उठाएका यथार्थ विषयवस्तुलाई यो सरकारले सम्बोधन गर्नुपर्दछ र संविधान संशोधनका विषयहरू जस्तो अघि 2-3 कुरामा मैले हजुरहरूलाई सङ्केत गरेँ। कसरी सुशासन दिने, हाम्रो ब्युरोक्रेसी यही संरचना राखेर नेपालको परिवर्तन सम्भव छ। ब्युरोक्रेसीको एकदमै हामीले यसको पुनर्निर्माण गर्नुपर्ने स्थिति मैले देख्छु। मैले अघि संघीयताको विषयका कुरा गरेँ। संघीयता कायम गरौँ, ठुलो उपलब्धिबाट आएको, त्यसमा हिचकिचाट गर्नु पर्ने छैन। तर संघीयताको नाममा जुन चरम यो लुटतन्त्र छ, यो लुटतन्त्र अन्त्य हुनु पर्यो। कम खर्चिलोमा जानु पर्यो होइन। आज जाति, भाषा, भेग, समुदाय, वर्ग, लिङ्गको बिचमा विभिन्न किसिमका समस्या खडा गर्न खोजिएको छ। नेपालीमा विभाजित गर्न खोजिएको छ। त्यसैले म यो कार्यक्रम मार्फत म सरकारलाई अनुरोध गर्न चाहन्छु कि सरकारको अभिभारा निर्वाचन गर्ने मात्रै होइन, यो सरकारको अभिभारा जेएनजीको माग पुरा गर्ने पनि हो। र म जेएनजी भाइ बहिनीहरूलाई म सन्देश दिन चाहन्छु कि तपाईँहरूको बिचको विखण्डनले यो जेएनजी आन्दोलन कमजोर हुन्छ। त्यसैले दुईटा कुरा, 23 गते जुन माग लिएर तपाईँहरू सडकमा आउनु भएको थियो, तपाईँहरूको त्यो जायज माग पुरा गर्नुपर्छ। 24 गते सिंहदरबार, सर्वोच्च अदालत, पशुपति लगायत सार्वजनिक सम्पत्ति हान्नेहरू जो छन् छानबिन गरेर कडा कारबाहीको दायरामा ल्याउनुपर्छ। यो देश कसैको बाउको बपौती होइन। खबरदार, आज सुरक्षा निकायका मनोबलहरू कमजोर पारिएका छन्। आज प्रहरीलाई नाङ्गैलो ठेक्ने, कुट्ने, पिट्ने, मनोबल कमजोर पार्ने काम गरिएका छन्। यदि घुसपैठ गरेर कसैको इसारामा प्रहरीले गोली चलाएको छ भने त्यो गोली चलाउनेहरूमाथि पनि कारबाही हुनुपर्छ। तर प्रहरीलाई, सुरक्षा निकायलाई, सेनालाई मनोबल कमजोर बनाउने कोही छन् भने तिनीहरू पनि माथि पनि छानबिन हुनुपर्छ। म अन्तिममा एउटा कुरा म अनुरोध गर्न चाहन्छु हजुरहरूलाई, यति बेला देशलाई एउटा यस्तो अभिभावक, एउटा यस्तो सरकारको आवश्यकता परेको छ जसले जेएनजीको भावना पनि सम्बोधन गर्न सकोस्, जसले संविधानलाई आफ्नो ठान्नेहरूलाई पनि, यो संविधान विरोधी होइन तर संविधानमै लेखिएको छ त, 10 वर्षमा संविधान चाहिँ पुनर्लेखन गर्न सकिनेछ, त्यसको समीक्षा गर्न सकिनेछ भनेर अहिले संविधानका ज्ञाताहरू यहाँ हुन्छ, उहाँहरूले यो विषयमा स्पष्ट पक्कै पनि पार्नु नै हुनेछ। त्यसकारणले अब यो संविधानलाई पुनर्लेखन गर्ने बेला भयो। यो संविधानभित्र भएका जनताले चित्त नबुझाएका, म सम्माननीय प्रमुख अतिथि सम्माननीय कल्याण श्रेष्ठज्यूको एउटा स्टेटमेन्ट मलाई असाध्यै मन परेको, मलाई मात्रै होइन हामी जस्ता सयौं युवालाई मन परेको म एउटा स्टेटमेन्ट यहाँहरूलाई म भन्न चाहन्छु। सम्भवतः उहाँले पनि आफ्नो सम्बोधनमा भन्नुहुन्छ होला, संविधान जनताले आफू लागि बनाएको, यदि त्यो संविधानलाई जनताको चित्त बुझाउन सक्दैन भने त्यो संविधान पुनर्लेखन गर्नुपर्छ, त्यो संविधान संशोधन गर्नुपर्छ। संविधान संशोधन गर्न डराएर हुँदैन। त्यसकारणले गर्दाखेरि म सरकारलाई आग्रह गर्छु, जेएनजीको भावना, नेपाली जनताको भावना अनुसार यो संविधानलाई चाहिँ संशोधन गर्ने दिशामा सरकार अगाडि बढोस् र निर्वाचनको वातावरण बनोस्। हामी कोही दललाई निषेध गरेर हामी कहीँ पुग्दैनौँ। सबैलाई, जो भ्रष्टाचारी छन् उनीहरूलाई एउटा शक्तिशाली आयोग निर्माण गरेर छानबिन गरेर चाहिँ कडा कारबाहीको दायरामा लिएर, तर दलहरू पनि पुनर्गठन होस्। राजनीतिक पार्टीहरूमा जुन महाधिवेशन प्रतिनिधि चयन हुन्छ, त्यस सठेन महाधिवेशन प्रतिनिधिले नेतृत्व छान्ने प्रणाली छ, त्यो प्रणालीलाई कानुनबाटै हामीले खारेज गरिदिउँ न। जब देशमा हामी प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा गर्दैछौँ भने प्रत्येक पार्टीभित्र प्रत्येक क्रियाशील सदस्यले मतदान दिएर पार्टीको केन्द्रीय नेतृत्व चुन्ने व्यवस्था हामी किन नगर्ने? त्यो कुरा कानुनमै, संविधानमै हामीले किन व्यवस्था नगर्ने? लगायतका यावत विषयहरूको लागि चाहिँ म अनुरोध गर्दै म सरकारलाई त्यो आग्रह गर्छु। र यदि सरकारले चाहिँ त्यो परिस्थिति निर्माण गर्न सक्दैन भने राजनीतिक दल, जेएनजी पुस्ता, आम जनता, अन्तर्राष्ट्रिय समुदाय सबैलाई कन्भिन्स गरेर देशलाई द्वन्द्वमा जानबाट रोक्दै, सबै जनताको भावनालाई कदर गर्दै जनभावना अनुरूपको, जेएनजीको भावना अनुरूपको चाहिँ नयाँ संविधान संशोधन गर्ने तागत भएको अभिभावक आज राज्यले चाहिँ, राष्ट्रले चाहिँ खोजेको छ। म सरकारलाई तदनुसार काम गर्नका लागि अनुरोध गर्छु। नत्र यो सबै देशलाई सङ्कटमा जान दिनु भएन। देश गम्भीर अवस्थामा छ, देशलाई द्वन्द्वमा जान दिनु भएन। त्यसकारण यो देशलाई सही ट्र्याकमा फर्काएर अगाडि बढाउनको लागि म सम्माननीय कल्याण श्रीमान लगायतका विशिष्ट व्यक्तित्वहरू, नेपालका अनुभवी खानिएका देशभक्त व्यक्तित्वहरूलाई यो पहल कदमी लिनको लागि पनि म अनुरोध गर्दै म मेरो भनाइ अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार, जय माता।